म आकाश म ओबिजियू म्याकडबर्गमा चाहिँ सेकेन्ड सेमेस्टरमा मास्टर्स इन डेटा एन्ड नलेज इन्जिनियरिङ पढिरहेको छु र यो भिडियोमा तपाईँहरूलाई मैले आफ्नो एक्सपिरियन्स सेयर गर्छु। So Akash, thank you so much for being here on my show, होइन अनि अनि यो समय लिएर आयो, खुसी लागिरहेछ। अनि मैले चाहिँ क्वेसन के सोध्नु लागेको छु भन्दाखेरि मास्टर गर्नको लागि इङ्ग्लिसमा रिक्वायरमेन्ट चाहिँ के हुन्छ? सेल्फ एप्लाई गर्नलाई चाहिँ DAAD.DE वेबसाइट छ, त्यहाँ गएर चाहिँ आफूलाई स्पेसिफिक कोर्स आफ्नो एरिया चुज गरेर चाहिँ त्यहाँनिर आफूलाई लागेको कोर्सहरूको रिक्वायरमेन्ट प्लस त्यहाँ त्यो कोर्सको कन्टेन्टदेखि सबै कुराहरू त्यहाँ लिस्ट गरेको हुन्छ। कति फी लाग्छ सबै कुरा, सेमिस्टर कन्ट्रिब्युसनदेखि फी लाग्ने छ भने पनि त्यो सबै मेन्सन हुन्छ त्यहाँ। अनि त्यहाँबाट कोर्समा लिङ्कहरू पनि दिएको हुन्छ, त्यहाँ गएर हेर्दा सबभन्दा राम्रो हो। पहिला जाउँ हामी ल्याङ्ग्वेजकोमा। ल्याङ्ग्वेज रिक्वायरमेन्ट आइएल्स चाहिन्छ कि टोफेल चाहिन्छ कि? यहाँ जर्मन युनिभर्सिटीमा चाहिँ आइएल्स र टोफेल मात्र एक्सेप्ट हुन्छ, पिटीहरू यस्तो अरू चाहिँ यहाँ खासै लिएको मैले देखेको छैन। सो आइएल्सको कुरा गर्दाखेरि चाहिँ जेनरली धेरै जसो युनिभर्सिटीले चाहिँ 7C1 लेभल चाहिँ मागिरहेको छ। आइएल्स 7 इच ब्यान्डमा होइन, ओभरअल 7 मागिरहेको छ र कुनै कुनैले चाहिँ 6.5सम्म पनि एक्सेप्ट गरिरहेको छ। अनि त्यसपछि तिम्रो पर्सेन्टेजको कुरा गर्दाखेरि चाहिँ ब्याचलरमा कति पर्सेन्टेज आएको हुनुपर्छ? ब्याचलरमा चाहिँ 73 चाहिँ जेनरली मिनिमम रिक्वायरमेन्टै तोकेको छ धेरैवटामा चाहिँ। जर्मन ग्रेडमा चाहिँ 2.3 स्केलमा चाहिँ त्यो मागिरहेको हुन्छ जेनरली, कुनै कुनैले चाहिँ 2.5सम्म पनि एक्सेप्ट गर्छ। अब यो 2.3ले नै कट अफ गर्छ भन्ने चाहिँ नहुन नि सक्छ, अरू एक्स्ट्रा एक्टिभिटिजहरू छ, अरू रिसर्च पेपरहरू केही लेखेको छ भने चाहिँ त्यसले मेकअप गर्न सक्छ। त्यो चाहिँ मेलमा आफूले जस्टिफाई गर्न सक्नु पऱ्यो, आफ्नो मोटिभेसन देखाउन सक्नु पऱ्यो, त्यसले पनि फ्याक्टर लिन सक्छ एउटा मेजर। थ्याङ्क यू। अनि त्यसपछि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूको के कसरी इभ्यालुएट हुन्छ अथवा कुनै कुनै युनिभर्सिटीहरूमा चाहिँ त्यो सेक्सन नै छुट्याएको हुन्छ एप्लाई गर्दाखेरि। जस्तै कुनै कम्पिटिसनहरूमा भाग लिएको छ कि कम्प्युटर साइन्स रिलेटेड, मेरो फिल्डको कुरा गर्दाखेरि त्यस्तोमा पार्टिसिपेट भएको छ कि छैन, त्यो सर्टिफिकेटहरू कुनै अब रिसर्च पेपर लेखेको छ कि छैन, त्यसले पनि म्याटर गर्छ। अनि अरू भने चाहिँ आफ्नो त्यो वर्क एक्सपिरियन्स कति छ आफ्नो फिल्डमा, त्यसले पनि थोरै भए पनि एउटा कन्ट्रिब्युसन चाहिँ लिन्छ यो सेलेक्सन प्रोसेसमा। पोजिटिभ पोइन्ट। अनि त्यसपछि जिआरईको रिक्वायरमेन्ट चाहिँ छ कि छैन? एकदम टप युनिभर्सिटीहरूले चाहिँ यो हाइली ऱ्याङ्क युनिभर्सिटीहरूमा चाहिँ जिआरई एकदम मस्ट नै छ, तर जेनरली अलिक कम ऱ्याङ्किङहरूले चाहिँ नगर्दा पनि हुन्छ भनेको छ। तर जिआरईमा पनि इङ्ग्लिसको पार्टभन्दा पनि म्याथको पार्टमा बढी फोकस छ यहाँको युनिभर्सिटीहरू, सो त्यसमा त्यति धेरै टेन्सन लिनु चाहिँ पर्दैन। आकाश, अनि ल्याङ्ग्वेज रिक्वायरमेन्टको त भनिहाल्यो होइन, त्यसपछि चाहिँ अब डकुमेन्ट्सहरूको रिक्वायरमेन्ट चाहिँ एजुकेसन डकुमेन्ट चाहिँ के चाहिन्छ? एजुकेसन डकुमेन्ट्स चाहिँ हाम्रो स्कुल लेभलदेखि ब्याचलरसम्मको सबै ट्रान्सक्रिप्टहरू चाहियो। अनि त्यसपछि चाहिने भनेको अरू रिकमेन्डेसन लेटरहरू चाहिन्छ। रिकमेन्डेसन चाहिँ आफ्नो ब्याचलर्सको टिचरहरूबाट मिनिमम 3वटा बनाउँदा राम्रो। धेरैवटा युनिभर्सिटीले 2टाले पनि मानिरहेको हुन्छ, तर 3वटा आफैले बनाउँदा राम्रो। प्लस त्यसमा आफ्नो वर्क एक्सपिरियन्स छ भने त्यहाँबाट रिकमेन्डेसन लेटर लिएर कम्बिनेसनमा पठाउँदा पनि हुन्छ। अनि रिकमेन्डेसन लेटर चाहिँ हामीले कोही कति कम्पनीमा काम गरेको छ भने कम्पनीबाट पनि बनाउनु मिल्यो, आफ्नो म्यानेजरहरू आफ्नो सिनियर पोजिसनको मान्छेबाट लिँदा हुन्छ त्यो चाहिँ। अनि मैले सुन्नमा आएको चाहिँ डकुमेन्ट्सहरू ओरिजिनल नै एप्लाई गर्दाखेरि पठाउनु पर्छ भनेको चाहिँ कति कन्सल्टेन्सीहरूले चाहिँ मागेको पनि भन्ने कुराहरू आएको छ कि यसमा चाहिँ पठाउनु पर्छ त? त्यस्तो रिक्वायरमेन्ट मैले एप्लाई गर्दा केही पनि थिएन, जस्ट आफूले फोटो खिचेर चाहिँ त्यो पोर्टल जस्तो एप्लाई गर्नलाई चाहिँ हाम्रो युनि असिस्ट भन्ने छ मोस्ट अफ द युनिभर्सिटीको लागि, त्यहाँनिर गएर रिक्वायरमेन्टहरू पनि त्यहाँ दिएको हुन्छ, के क्वेसनहरू आफूले कोर्स रिलेटेड सब के चाहिन्छ होइन, त्यो मान्छेको मोटिभेसन बुझ्नलाई चाहिँ युनि असिस्टमा क्वेसन एन्सरहरू पनि गर्ने ठाउँ हुन्छ। अनि त्यो एप्लाई गर्नलाई चाहिँ
कुनै कुनै छुट्टै युनिभर्सिटीको आफ्नै पोर्टल पनि हुन्छ, तर मोस्ट अफ द युनिभर्सिटीको चाहिँ युनिअसिस्टबाट नै गर्न मिल्छ। र त्यसको लागि चाहिँ इनिसियल चार्ज €70 अनि त्यसपछि हरेक युनिभर्सिटीको लागि €30 जस्तो लाग्छ मलाई, कि 25 यस्तै छ। मैले त्यो चाहिँ लिङ्क गरिदिइहालेँ होइन। यदि तपाईँहरूलाई कसैलाई एप्लाई गर्नु छ भने तपाईँहरू लिङ्कमा गर्नुहोस् अथवा मलाई मेल गर्नुहोस् अथवा मलाई कन्ट्याक्ट गर्नुहोस्, अनि तपाईँहरूको कस्ट चाहिँ मैले यहाँबाट पे गरिदिन्छु र तपाईँले त्यो अनुसारको इभ्यालुएट गरेर नेपालमा पे गर्न सक्नुहुन्छ। र भनेपछि नेपालमा कन्सल्टेन्सीहरूले डिएचएलको चार्ज भनेर पैसा लिँदो रहेछ भनेपछि डकुमेन्ट्स पठाउनुपर्छ भनेर त्यस्तो पनि मेरो साथीहरूको मैले थाहा पाएको छु। जस्तो उहाँहरूले के पनि भन्नु हुँदो रहेछ भने युनिभर्सिटीलाई चाहिँ ओरिजिनल डकुमेन्ट नै पठाउनु पर्छ भन्ने कुरा पनि आएको रहेछ, तर युनिभर्सिटीले त्यस्तो मागेको रेकर्डै थाहा छैन मलाई। जस्ट फोटो खिचेर त्यो पोर्टलमा राखिसकेपछि पोर्टल युनिअसिस्टले नै भेरिफाई गर्छ त्यो डकुमेन्ट, युनिभर्सिटीले अनि त्यसपछि फरवर्ड गर्ने हो। सो सिधै डाइरेक्ट युनिभर्सिटीले चाहिँ ओरिजिनल यहाँ आएर पनि हेरेको पनि छैन मेरो पनि। सो त्यस्तो पठाउनु पर्ने रिक्वायरमेन्ट चाहिँ छैन। ओके है, थाहा पाइहाल्नुभयो होइन यो कन्सल्टेन्सीले कसरी चाहिँ तपाईँहरूको एक्स्ट्रा चार्ज लिन्छ भनेर। त्यसैले चाहिँ यस्तो कुराहरूलाई चाहिँ अभोइड गर्नुको लागि चाहिँ यस्तै इन्फर्मेटिभ कुराहरू चाहिँ सेयर गर्न खोजिरहेको छौँ। अझ सुन्दै जानु होला। अनि अब हामी लागौँ फाइनेन्सको तर्फबाट होइन। यो चाहिँ धेरै जनालाई चाहिँ अलिकति गाह्रो नै टपिकको कुरा हो, किन भन्दाखेरि अस्ट्रेलिया जान यति एक्सपेन्सिभ छ, युएस जान एक्सपेन्सिभ छ, युके भयो अनि क्यानाडा भयो, अहिले प्रायः कन्ट्रीहरूमा पनि जानलाई अप्ठ्यारो नै बनाइरहेको छ। अनि जर्मनीको कन्टेक्स्टमा चाहिँ इन कम्पेरिटिभ चाहिँ कस्तो हुँदो रहेछ फाइनेन्सियल, तिम्रो पर्सनली चाहिँ कति लाग्यो तिम्रो टोटल एक्सपेन्डिचर? मेरो चाहिँ एप्लाई गर्न अरू सबै एक्स्ट्रा फर्स्ट इनिसियल चार्जहरू चाहिँ 1 लाखदेखि 1.5 लाखसम्म लाग्यो होला। आफैले एप्लाई गर्ने, अरू डकुमेन्टहरू बनाउने, त्यस्तोबाट त्यति लाग्यो। प्लस 12,000 चाहिँ मेरो ब्लक अमाउन्ट राख्नुपर्ने थियो। त्यो चाहिँ फर्स्ट 1 इयर चाहिँ सस्टेन गर्नको लागि सक्छु भनेर एउटा सेक्युरिटी मात्र भयो। त्यो चाहिँ हरेक महिना आफ्नो अकाउन्टमा अराउन्ड €1,000 चाहिँ आउँछ हरेक महिना। अनि भिजाको लागि चाहिँ मेन सोध्ने भने चाहिँ त्यो 12,000 अमाउन्ट कसरी आयो भन्दा पनि मेन फोकस चाहिँ कस्तो हुन्छ भने सेकेन्ड इयरमा चाहिँ अब गाह्रो पर्यो केही गरी भने कसले फन्ड गर्नुहुन्छ, कसरी फन्ड गर्नुहुन्छ, त्यो चाहिँ जेन्युन रिजन हुनु पर्यो। फर्स्ट इयरको त त्यो ब्लक अमाउन्टबाट जसरी पनि सस्टेन हुन सकिन्छ, तर महँगो सहरमा नहुन सक्ला। जस्तै सपोज म्युनिकतिर चाहिँ अलिक गाह्रो हुन्छ, €1,000ले पनि नपुग्न सक्छ, रेन्ट धेरै महँगो हुनसक्छ। सो अब कसरी सस्टेन हुन सकिन्छ, अब यहाँ काम गर्न सकेन, केही बिरामी भयो, कामै गर्न सकेन भने सेकेन्ड इयर चाहिँ कसरी सस्टेन हुनसक्छ। आफ्नो त्यति धेरै डकुमेन्ट पनि चाहिँदैन त्यसको लागि, जस्ट आफूले रिजन चाहिँ गर्न सक्नु पर्यो। अनि इन्कम सोर्सहरू देखाउनको लागि चाहिँ के गर्न सकिन्छ, कसरी? इन्कम सोर्सको लागि यदि तपाईँहरूको आफ्नो प्यारेन्ट्सहरू चाहिँ जबहरू गर्नुहुन्छ भने त्यहाँबाट पनि डाइरेक्ट बनाइदिन सक्नुहुन्छ। इन्कम सिटहरू हुन्छ त्यो फाइनेन्सियल प्रुफको लागि। अनि यदि अब तपाईँहरूको बिजनेस छ केही छ भने चाहिँ त्यो बिजनेसको रजिस्ट्रेसनहरूले पनि हुनसक्छ। मैले त्यस्तो इन्कमहरू यति कमाएको भनेर देखाएको पनि थिएन, जस्ट हाम्रो चाहिँ यस्तो बिजनेस छ भनेर मात्रै एउटा रजिस्ट्रेसन मात्रै देखाएको थिएँ। अनि त्योभन्दा आफ्नो अब डाइरेक्ट प्यारेन्ट्ससँग छैन भने पनि आफ्नो मामा अर अङ्कलहरूबाट पनि रिलेटिभ्सबाट पनि देखाउन मिल्छ। त्यसको लागि चाहिँ तपाईँहरूले अब आफ्नो रिलेसन भेरिफाई गर्न वडाबाट बनाइदिनुहुन्छ। रिलेसनसिप भेरिफिकेसनको डकुमेन्ट हुन्छ, त्यो बनाएर उहाँले एउटा लेटर लेखिदिनुपर्छ, म चाहिँ केही पऱ्यो भने म फन्ड गर्छु भनेर। त्यस्तो प्रुफ मामाहरूले फन्ड गर्नु पर्यो भने चाहिँ मामाले चाहिँ त्यस्तो भनेर एउटा लेटर बनाइदिनु पर्यो। आफ्नो प्यारेन्ट्सको पनि रिलेसनसिप भेरिफिकेसन चाहिँ हुनुपर्छ एउटा डकुमेन्ट, त्यो चाहिँ वडाबाट बनाउनु पर्छ एप्लाई गर्ने बेला। अनि यदि तपाईँहरूको एग्रिकल्चरहरू केको छ भने फार्महरू पसल भए पनि हुन्छ, त्यो चाहिँ वडाबाट एउटा डकुमेन्ट बनाउनु मिल्छ यति आम्दानी भएको छ भनेर।
त्यो देखाउँदा चाहिँ वडाबाटै छाप लगाएर पठाइदिनुहुन्छ, इङ्ग्लिसबाटै बनाउनु मिल्छ। सो एक्स्ट्रा केही डकुमेन्टहरू जर्मनमा ट्रान्सलेट पनि गर्नु पर्दैन। कुनै पनि डकुमेन्ट एप्लाई गर्दाखेरि तपाईँहरूले ट्रान्सलेट चाहिँ गर्नु पर्दैन, सबै इङ्ग्लिसमा भयो भने पुग्छ। भन्नाले जर्मनमा गर्नु पनि पर्दैन, जस्तो नागरिकताहरू पनि इङ्ग्लिसमा ट्रान्सलेट गर्नु पनि पर्दैन। त्यस्तो चाहिँ आफैले जे छ त्यही अपलोड गर्दा पनि हुन्छ। ओके आकाश, तिमीले अब जर्मनीमा पनि एउटा सेमेस्टर सिद्धाइसक्यो होइन, अनि यो एक सेमेस्टरको एक्सपिरियन्सले चाहिँ तिमीलाई चाहिँ कस्तो फिल भयो? लाइक नेपालको एजुकेसन सिस्टमबाट यहाँ चाहिँ कस्तो डिफ्रेन्स चाहिँ फिल गर्यो? यसले चाहिँ तिमीलाई चाहिँ कस्तो फिल भयो? लाइक नेपालको एजुकेसन सिस्टमबाट यहाँ चाहिँ कस्तो डिफ्रेन्स चाहिँ फिल गर्यो? नेपाल र यहाँको डाइरेक्ट कम्पेयर गर्नु पर्दाखेरि चाहिँ यहाँको सिस्टम कस्तो हो भने मल्टिपल फ्याकल्टीबाट पनि एउटै सब्जेक्टमा क्रस हुनसक्छ स्टुडेन्टहरू। सपोज म्याथमेटिक्स भनेर म्याथको डिपार्टमेन्टबाट पनि हुनसक्छ, अर्को स्ट्याटिस्टिक्स, अरू फाइनेन्सियल डिपार्टमेन्टबाट पनि आउने हुनसक्छ। सो क्रस डिपार्टमेन्टको लेक्चरहरू धेरै हुने रहेछ। अनि त्यो मात्रै नभएर यहाँको मेन फोकस भने चाहिँ त्यो एक्चुअल कन्टेन्टलाई वाट इज भनेर पढ्नुभन्दा पनि त्यहाँको एक्चुअल एल्गोरिदम अरू त्यहाँभित्रको बुझ्नेमा बढी फोकस हुन्छ। एक्जाम पनि त्यस्तै हुन्छ, एक्जाममा धेरै लेख्नुपर्ने त्यस्तो पनि हुँदैन। क्वेसनमै त्यहाँ ग्यापहरू थोरै लेख्नको लागि कति बुझ्यो प्रिसाइज एन्सरहरू लेख्नुपर्ने चाहिँ त्यस्तो रिक्वायरमेन्ट हुन्छ, त्यस्तै रिकमेन्डेसन पनि हुन्छ। अनि यहाँको भने चाहिँ त्यति धेरै घोक्ने भन्दा पनि बुझेर पढ्नुपर्ने, कसरी काम भइरहेछ, यसको एप्लिकेसनहरू के हो, यस्तोमा बढी फोकस हुन्छ। यदि तपाईँहरूलाई त्यो टपिकहरू इन्ट्रेस्टिङ लाग्छ भने चाहिँ तपाईँलाई डेफिनेटली यहाँ पढ्न झन् सजिलो हुन्छ नेपालभन्दा पनि। त्यति घोक्नुपर्ने याद गर्नुपर्ने त्यति पनि हुँदैन यहाँ। अनि यहाँ चाहिँ तिम्रो चाहिँ प्रोफेसरहरूसँग चाहिँ कन्ट्याक्ट गर्नको लागि कतिको इजी हुन्छ, अथवा तिमीले क्वेसन सोध्नको लागि अथवा त्यस्तो के फिल गर्यो? त्यति धेरै डर मान्नुपर्ने पनि हुँदैन, ओपन नै हुन्छ यहाँ अझै नेपालभन्दा पनि। यहाँ चाहिँ अब हात उठाउने सिस्टम छ, केही बुझेन भने चाहिँ उहाँहरूले सोध्नु पनि हुन्छ, केही कन्फ्युजन छ भनेर सोद्धाखेरि हात उठाउँदा हुन्छ र त्यसैबाट एन्सर दिनुहुन्छ। अरू अब केही सोध्न अप्ठ्यारो लाग्यो भने पनि लेक्चर पछि एकछिन टाइम हुन्छ, त्यहाँ गएर प्रोफेसरलाई भेट्दा पनि हुन्छ छुट्टै। अनि त्यतिबाट नि बुझेन भने यहाँ डाइरेक्ट लेक्चरको एक्सर्साइजहरू पनि हुन्छ, जे टपिक पढायो त्यो टपिकहरूको एक्सर्साइजहरू छुट्टै हुन्छ, एक्स्ट्रा त्यो क्ल्यारिटी होस् भनेर त्यस्तो खालको डिजाइन गरेको पनि छ कोर्सहरू। अनि त्यसबाट अझै बुझेन भने त्यो डिस्कसन पनि हुन्छ त्यो एक्सर्साइजहरूको, र त्यो डिस्कसनबाट ट्युटरहरूले फेरि क्ल्यारिफिकेसन पनि दिनुहुन्छ। सो त्यति धेरै टेन्सन लिनु पनि पर्दैन। यो भनेपछि धेरै नै सपोर्ट हुँदो रहेछ, धेरै सपोर्ट हुँदो रहेछ। त्यो भएपछि नबुझ्ने पनि बुझ्छ होला सायद। साथीहरू पनि त्यस्तै बनाउनु भयो भने डिस्कस गर्दा पनि भयो, लाइब्रेरीतिर गएर डिस्कसन गर्दा पनि हुन्छ, रुमहरू बुक गर्न मिल्ने सिस्टम पनि हुन्छ यहाँ। इन्डिभिजुअल बोल्नै नपाउने भन्ने पनि हुँदैन, आफूलाई चाहिएअनुसार लाइब्रेरीको रुमहरू बुक गरेर त्यहाँभित्र डिस्कसन, त्यहाँ स्क्रिनहरू हुन्छ, त्यहाँ गएर आफूले डिस्कसन गर्दा पनि भयो। क्लासरुमतिरै पनि साथीलाई सोद्धा पनि त्यति फरक पर्दैन। ओके ग्रेट। मैले अघि एउटा चाहिँ सोध्नै बिर्सेछु के सोध्नु बिर्सेछु भन्दाखेरि युनिभर्सिटीको फी चाहिँ कति लाग्छ मन्थली? जेनरली पब्लिक युनिभर्सिटीको चाहिँ लेस देन 300 युरोज नै हुन्छ एउटा सेमेस्टर, कन्ट्रिब्युसन हो त्यो चाहिँ। त्यसमा चाहिँ हामीलाई डोइचल्यान्ड सेमेस्टर टिकट दिन्छ। त्यो भने फी नै नभनौँ, जस्तै हामीलाई जर्मनीभरि रिजनल ट्रेन्सहरू, ट्रामहरू, बसहरू सबै फ्री नै हुन्छ। सो एक्चुअल फी भन्दा पनि त्यो स्टुडेन्टलाई चाहिँ 300 युरोज भन्दा कम त त्यति धेरै पनि होइन एउटा सेमेस्टरको। त्यसले चाहिँ ट्राभल गर्न, धेरैवटा सहर घुम्न त्यसले धेरै सजिलो हुन्छ। अनि तिमीले जर्मन ल्याङ्ग्वेज त पढेर आएनौ होइन, अनि जर्मन ल्याङ्ग्वेज नपढेर आउँदाखेरि चाहिँ कतिको गाह्रो अथवा तिमीले चाहिँ कस्तो फिल भयो? तिम्रो एक्सपिरियन्स चाहिँ कस्तो भयो?
त्यस्तो जर्मन नै नआउने भए पनि यहाँ त्यस्तो इन्टरनेसनल अफिसहरू पनि हुन्छ यहाँ युनिभर्सिटीमा त्यति धेरै फरक पर्दैन र यहाँ नेपालीहरू पनि धेरै हेल्पफुल हुनुहुन्छ केही समस्या पऱ्यो भने कसैलाई कन्ट्याक्ट गरेर आउँदा पनि हुन्छ सामानहरू किन्नेदेखि बेसिक काम गर्न त्यति धेरै फरक पनि पर्दैन धेरै गाह्रो हुने त्यस्तो केही पनि गर्नै नसक्ने चाहिँ हुँदैन सो यहाँ आएर सिक्दा पनि सकिन्छ तर बेस्ट भनेको नेपालमा टाइम छ भनेपछि एप्लाई गर्ने टाइममा नेपालबाट सिकेर आउँदा बेस्ट किन भन्दाखेरि कम्पेरिटिभ प्राइस चिप हुन जान्छ प्लस अनि आफ्नै ल्याङ्ग्वेजमा कम्पेयर गरेर पढ्न सकिन्छ यदि इङ्ग्लिसमा त्यति विक आउँदैन भनेपछि अथवा गाह्रो लाग्छ भने पनि है त थ्याङ्क यू सो मच थ्याङ्क for यू your time being on the show. So, yeah, we wish you a very grateful time ahead in Germany, and we will see definitely in days to come. थ्याङ्क यू भेरी मच